अन्ततः गरिमा चौधरीका अभिभावकसँग सरकारको 3 बुँदे सहमति भएको छ। छोरीले जित्यो कि अन्याय भएको थियो, न्याय पायो। छोरीले 3 वर्षीय बालिका गरिमा चौधरीका लागि न्यायको माग गर्दै देशभर आवाज उठिरहेको बेला सरकारले पीडित परिवारसँग 3 बुँदे सहमति गरेको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 1 की 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर शनिबार साँझ गृह मन्त्रालयमा सरकार र पीडित पक्षबीच सहमति भएको हो। सहमतिको पहिलो बुँदा जघन्य अपराधमा विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्थालाई पुनरावलोकन गरिनेछ। यसका लागि कानून मन्त्रालयले 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गर्ने र 7 दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्नेछ। दोस्रोमा पीडित परिवारको माग अनुसार गरिमा चौधरीको शालिग निर्माणका लागि सरकारले स्थानीय तहसँग समन्वय गरी पहल गर्नेछ र तेस्रो गरिमाको अन्त्येष्टि परिवारले आफ्नो रीतिरिवाज र संस्कार अनुसार गर्ने विषयमा सहमति भएको छ। सरकारका सम्बन्धित मन्त्रीहरू र गरिमाका आमाबुवाले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। अब परिवार र नागरिकको मुख्य चासो एउटै छ, कागजमा गरिएको यो प्रतिबद्धता व्यवहारमा कहिले र कसरी कार्यान्वयन हुन्छ। गरिमाका लागि उठेको न्यायको आवाज अब सहमतिमै सीमित नहोस्, यही सबैको अपेक्षा हो।